हेलो एन्ड के छ गाइज वेलकम ब्याक टु अनदर भ्लग है। अब हिजोसम्मको भ्लग हेरिहाल्नु भयो होला। अब आज चाहिँ हामी हार्बरतिर जाँदैछौँ। हार्बर भने सी साइडतिर जाँदैछौँ। त्यता चाहिँ अब हाम्रो भोलि यताउति अलिअलि कामहरू पनि छ अनि घुमघाम पनि यसो गर्ने प्लान छ। सो हामी चाहिँ रेडी भइसक्यौँ, ब्याग स्याग बोकिसक्यौँ अहिले अनि लगेज पनि प्याक भइसक्यो होइन। अब यहाँबाट चाहिँ निस्किँदैन पर्ने हुन्छ। सो मैले चाहिँ तल कार एउटा बोलाइसकेँ, त्यो कारले चाहिँ हामीलाई उताको होटलसम्म लगिदिन्छ। त्यही नै हो। ल अब चाहिँ यहाँबाट निस्किदिउँ होइन। सो अब चाहिँ गाडीमा राखिदिउँ सामान होइन, त्यहाँबाट गरिदिउँ। ल अब ए दाइले चाहिँ हामीलाई पुऱ्याउँछ, पुऱ्याउने हो। ल है त फाइनली हामी चाहिँ छोडिसक्यो हाम्रो चाहिँ दाइले। अब होटलतिर जानुपर्ने हुन्छ। हाम्रो होटल चाहिँ यही अगाडि हो अरे होइन। के होटल हो चाहिँ आई डोन्ट नो। होटलको नाम चाहिँ छ्याङछुङ। यो चाइना एकदमै रमाइलो छ गाइज। ल्याङ्ग्वेज ब्यारियर मात्रै नहुने हो भने चाहिँ एकदमै बवाल छ होइन। ल्याङ्ग्वेजले गरेर चाहिँ अलिकति गाह्रै हुँदो रहेछ। केही छैन, लेट्स गो। दिस इज आवर होटल। होटलको नाम वान रहेछ। लेट्स गो। होटलमा बस्नुभन्दा अगाडि पासपोर्ट दिनु चाहिँ कम्पलसरी रहेछ यहाँ होइन। यस्तै छ। ल अब होटल चेक इन गरौँ होइन अनि विल सी वाट वी क्यान डु। यिनीहरूको सिस्टम चाहिँ ठिक हुँदो रहेछ है। अब हामी चाहिँ रुममा जाँदैछौँ। हामीले चाहिँ यहाँ लाइट वान होटलमा रुम लिइसकेका छौँ होइन। अब हामी चाहिँ रुमभित्र जानुपर्ने हुन्छ अनि वाइफाईको चाहिँ यही हुँदो रहेछ सिस्टम। यस्तो छ होइन। यो चाहिँ अब हाम्रो रुम टाढा भयो। यो चाइनिजहरूले जाने खानु हरेक कुरा होइन। एकदमै 6th फ्लोर। ओ नेक्स्ट लेभल सिट ल है त लिफ्ट पनि चल्दैन रहेछ होटल कार्ड बिना होइन। यस ठिक छ। चाइनामा चाहिँ के हो खानेकुरा केही भेजिटेबल खाँदैन नि क्या हो। जहाँ गए पनि मासु अन्डा होइन, पोर्क चोक बिफ सिफ यताउति बाहेक केही छैन। अनि हामी जहाँ बसिरहौँ त्यहाँबाट चाहिँ इन्डियन रेस्टुरेन्ट नियर मी सर्च गरेको कहीँ पनि भेटिएन होइन। अब एउटा थाई रेस्टुरेन्ट भेटिरह। ओ या त In 50 meters, take a left on Zenru Road. यो रेस्टुरेन्ट रहेछ यहाँ होइन। स्मेल सुँगेर टाउको दुख्ने रेस्टुरेन्ट भनेपछि कस्तो रेस्टुरेन्ट होला आफै विचार गर्नु न। यस्तै हो। अब जहाँ होइन कहाँ छ थाई रेस्टुरेन्ट, एकचोटि थाई रेस्टुरेन्ट पुगौँ अनि आई विल टेल यु खाना पाइन्छ कि पाइँदैन। नि बिफ खाँदैला भन्ने चाहिँ डर हो क्या, नजर त केही पनि छैन ल्याङ आउँछ। के भनेर बल्ल बल्ल ट्रान्सलेट गरेर यहाँ चिकन अनि राइस साइज के चाहिँ मगाइयो। अब के कसो हुन्छ लेट्स सी होइन त ब्रो। के आयो आउँछ आयो। यो चाहिँ हाम्रो चिकन करी रे, यो चाहिँ राइस रे होइन। अब चाहिँ खानुपर्ने हुन्छ हामीले। त्यहाँ गएर थाई कुजिन खाइहाल्यो। के खाइयो कसो खाइयो चाहिँ थाहा होइन। त्यो चाइनिजहरूको गन्ध सुँगेरै टाउको दुख्नु भइसक्यो। खानेकुरा बाहेक अरू चाहिँ सबै कुरा ठिक छ यहाँ है। त्यो अब हाम्रो त मिल्नै मिल्दैन क्या। अब होइन दाल भात खाइरहे बानी कहाँ अब यस्तो बच्छ त नि। अनि दाल भात त दाल भात, यहाँ पनि भात त पाउने रहेछ। अब त्यो मोटो मोटो चामल क्या, सानो सानो चामल होइन। हिजो चाहिँ एउटा बासमती चामल पाइएको थियो, ठिक थियो। यो त गुलियो न गुलियो चामल, के चामल हो कस्तो चामल हो होइन। यस्तै हो। अब हामी होटल जान्छौँ, एकैछिन रेस्ट गर्छौँ अनि त्यसपछि आफ्टरनुनमा चाहिँ हाम्रो एउटा मिटिङ छ। अनि मिटिङ सकाएर बेलुका चाहिँ आज क्रुजमा जाने भन्ने कुरा छ फ्राइडे नाइट। अब लेट्स सी के हुन्छ। एयरपोर्ट नजिक भएर होला यस्तो भिडै भिड हुँदो रहेछ होइन। वाइज भिड रहेछ। अब चाहिँ हामी खाना खाएर आइसक्यौँ। अब गएर एकैछिन रेस्ट लिएर सावर लिएर अनि निस्किनु पर्ने हुन्छ। म चाहिँ रेडी भइसकेँ होइन। गर्मी छ, गर्मीले गरेर चाहिँ अब सर्टै लगाएर निस्किनु पर्ने हुन्छ। अब मैले भने जस्तै आज पनि अर्को एउटा मिटिङ छ। अनि के मिटिङ कसो मिटिङ अहिले एकछिनमा बुझाउँला म होइन। ल अब लेट्स गो। हामीलाई तल उहाँ लिन आउनु भएको छ, सोसँग हाम्रो मिटिङ हो। अनि गाडीमा चढेर हामी उहाँको फ्याक्ट्री जानुपर्ने हुन्छ। त्यसपछि चाहिँ आज अलिअलि प्लानहरू छ, लेट्स सी के हुन्छ। हाम्रो चाहिँ उहाँ चाइनिज फ्रेन्ड हो, उहाँ हामीलाई लिन आउनुभएको अरे। सो उहाँ लिन आइसक्नु भएको छ। अनि हेलो I'm Elsa. Yeah.
It's me, Rosie. So, हाम्रो कुरा भइसक्यो हैन अब हामी चाहिँ फ्याक्ट्री जाँदैछौँ लेट्स गो टु द फ्याक्ट्री यस्तो छ हाम्रो सिस्टम चाइनिजहरुको कल्चर सबै कुरा राम्रो छ पिक गर्ने स्टाइल गाडी पनि दामी रहेछ सिट सबै कुरा दामी छ रिक्लाइनर सिट रहेछ सबै लेट्स गो टु देयर फ्याक्ट्री सो हामी चाहिँ फ्याक्ट्री आइसक्यौँ यो फ्याक्ट्रीमा चाहिँ के कसोको लागि आएको हो हजुरहरूलाई देखाउन मिल्दैन होइन एउटा सरप्राइज छ हाम्रो के कसो हो म घर पहिलोचोटि आएको सबै काम सघाउँछु अनि त्यसपछि अब ओपन द ब्लग है त सो हाम्रो यहाँ चाहिँ सबै काम भइरहेको होइन अनि यस्तै छ हाम्रो एली साथी यहाँ हुनुहुन्छ अनि त्यही हो अब यहाँबाट काम सकाएर निस्केर अनि त्यसपछि चाहिँ सी क्रुजमा जानुपर्ने हुन्छ हामी अरू भए त्यस्तै हो है त यहाँ आउने मेन रिजन चाहिँ किन हो भने यो चाहिँ हाम्रो लेन्सहरू भयो होइन अनि लेन्स चाहिँ हाम्रो छुट्टै ठाउँबाट इम्पोर्ट भनेर मतलब छुट्टै ठाउँबाट लेन्स किन्छौँ हामी अनि लगेर हाम्रो उसमा अर्को कम्पनीमा चाहिँ छुट्टै ठाउँमा एसेम्बल गर्छौँ होइन अनि लेन्स चाहिँ अलिकति राम्रो नै हुनुपर्छ सो आज चाहिँ हामी लेन्सको लागि आएको थियौँ यु क्यान सी अल दिज लेन्स है यो चाहिँ अब तपाईँको अलिकति सानो लेन्स भयो होइन अनि अलिकति खतरा लेन्स भन्ने चाहिँ यो भयो यो चाहिँ तपाईँको कलर हुन्छ यु क्यान सी होइन खतरा क्यामेरामा युज हुने लेन्सहरू सो यो चाहिँ लेन्सको फ्याक्ट्री हो लेन्स चाहिँ छुट्टै म्यानुफ्याक्चर हुन्छ अनि त्यसपछि हाम्रो R&D अनुसार हाम्रो प्रडक्ट डिजाइन हुन्छ सो एकदम गाह्रो छ प्रोसेस छ क्या हाम्रो मिटिङ चाहिँ सकिसक्यो होइन अनि हामीले चाहिँ कामको लागि आएको थियौँ त्यो नि भइसक्यो होइन अब लेट्स गो अनि हामी चाहिँ अब एउटा राम्रो ठाउँ सी कोस्टतिर जाँदैछौँ अब लेट्स सी के हुन्छ जहाँ जानुपर्ने हो त्यो चाहिँ लास्टै टाढा छ सो हामी चाहिँ अब सबवे लिँदैछौँ होइन अनि जो यहाँ चाहिँ अब एकदमै टाढा हुन्छ क्या एकदमै ठुलो छ नि त चाइना अनि सो से समथिङ Hello, nice to meet you. So nice to meet. Welcome to China. Yeah, welcome to China. काट्न नि आउँदैन हामीलाई चाहिँ अनि हाम्रो साथीले हाम्रो लागि टिकट काट्दैछ र कसैले बुझ्नु भएको यो ल्याङ्ग्वेज प्लिज राइट डाउन द कमेन्ट तर त्यस्तो केही पनि होइन अब कस्तो हुँदो रहेछ भने यहाँ चाहिँ तपाईँको जुन चाहिँ यो छ नि एउटा एप हुँदो रहेछ अनि हामीले स्क्यान गर्ने बित्तिकै इङ्ग्लिसमा के दिन्छ ठ्याक्कै आउँछ क्या सो अहिले हाल चाहिँ बुझिँदैछ फर्स्टमा चाहिँ अलिक गाह्रो भइरहेको थियो अब अहिले चाहिँ इट्स क्वाइट इजी फर अस वाट Package, yeah. अब हामीले प्याकेज यता रिसिभ गर्नुपर्छ यहाँ त जहाँ नि सेक्युरिटी चेक है मेट्रो चढ्दा पनि सेक्युरिटी चेक चाहिँ हुन्छ यहाँ हाम्रो साथीले गरेर हामीलाई अलिकति सजिलो चाहिँ भएको छ And you walk you come here and Now we will take line 5 right yeah, and turn down the downstairs and then the left one. Okay. The left one is your train. Okay. Understand now? Yeah. Your ticket. टिकट चाहिँ यस्तो हुन्छ है Okay. So Okay. nice meeting you my friend bye see you ल हामीले हाम्रो साथीले डाउन राइट ओके ओके अब हाम्रो साथीले हामीलाई छोडिदिइसक्यो अब चाहिँ हामी अस्ति जस्तो चाहिँ हराउनु भएर हामी अरू हेर्दै हो जस ठिक छ होइन चाइनिजहरू जस फ्रेन्डली चाहिँ फ्रेन्डली नै हुँदो रहेछ लेफ्ट टु आइहाल्यो कोही भने यही रहेछ ल त्यहाँको हरेक 2-2 मिनटमा आउँछ अरे है त यहाँको यस्तो दामी छ होइन मेट्रो पनि होइन मेट्रो होइन यसलाई सबवे भन्दो रहेछ सबवे र मेट्रो भने के हो चाहिँ मलाई थाहा होइन एक्ज्याक्टली होइन बस यो नेक्स्ट लेभल क्या चाइना माथि छुट्टै संसार तल छुट्टै संसार होइन कहाँ नि
आउँदैछ ट्रेन यस्तै होला ट्रेनभित्र चढेपछि सर र म मिलेर चाहिँ डिसाइड गरौँला कसरी चाहिँ पुग्ने हो भनेर है खतरा कुरा देखाउँ गाइज हेर्नुहोस् होइन बच्चादेखि बुढोसम्म सबजना मोबाइलमा मोबाइल पत्र चलाएर बसिरहन् होइन के भन्नु यो चाइना डेभलप छ तर अब यहाँ एक्लै अर्काको मतलब गर्दैन रहेछन् क्या हेर्न के भन्नु यस्तै छ यस्तै नेपालमा एउटा एयरपोर्ट सम्हाल्न गाह्रो भए होइन हरेक स्टेसन हरेक लाइन होइन अब मेट्रोको शुद्ध हाम्रो एयरपोर्टभन्दा कडा खाएको होइन के भन्नु होइन अब नेपालीहरूलाई चाहिँ यस धेरै नै गुमराह बनाएर राखेको रहेछ ल जिसके आइस चिवान लेखा अब चाहिँ हामी आइसक्यौँ होइन फाइनली मेट्रो युज गर्न नि आयो हामीलाई मेट्रो भन्दा नि सबै भन्दो रहेछ यसलाई ल लेट्स गो अब कस्तो हुन्छ भने सिस्टम अब त्यो जुन चाहिँ कार्ड काटेको नि त्यो कार्ड चाहिँ यहाँ आउनु पऱ्यो अनि त्यसपछि यहाँ हालिदिने अनि त्यसपछि खोलिन्छ अनि यु निड टु लिभ है त बुझ्यौ मलाई त यति छ परिकार होइन अब यो बुफेमा खाने हो भने के हो क्या तर आफै भन्नुहोस् होइन कसरी खाने हो के हो नै थाहा होइन न त यहाँ बुझिन्छ क्या त्यो होला त ए लेखा त हुँदो रहेछ के हो यो हामीले चाहिँ के हेरेर आएको भने त्यहाँ कुखुरा झुन्डेर रहेछ त्यही कुखुरा झुन्डाको हेरेर आएको होइन अनि त्यसपछि ट्रान्सलेट गऱ्यौँ राइस विथ समथिङ के रहेछ होइन अनि हामीले त्यो फर्स्ट वान सिलेक्ट हो त्यो फर्स्ट वान अर्डर गऱ्यौँ सो अब लेट्स सी के आउँछ कसो आउँछ आई डोन्ट नो मैले चाहिँ आज खोर्सानी लसुन होइन यो पनि हालेको छु अनि अब कस्तो रहेछ ठिक छ अरे त ल खाएर हेरौँ सो गाइज बवाल छ सेन्जेन चाहिँ अब यो चाहिँ यहाँको ओबे अरे नो वी आर गोइङ इन लेट्स सी भित्र के छ सबै एक्सप्लोर हानौँ गाइज एभ्रिथिङ इज पोसिबल होइन ल त्यहाँ हेर्नुहोस् त्यो जुन चाहिँ त्यहाँनिर तपाईँले देख्नुभयो त्यो चाहिँ यहाँको हो यु क्यान सी बालै छ यार Shenzhen is next level, guys. Shenzhen is next level. चाहिँ फेरिस व्हिल होला त फेरिस व्हिलको त्यो पनि हेर्नुहोस् क्या दामी होइन नाइस अब विल सी यहाँ माथि चढ्न मिल्छ कि मिल्दैन मिल्यो भने त अभियसली चढ्ने नै हो होइन ओहो कस्तो चाहिँ भ्यू देखेला त त्यहाँबाट भनेर म सोचिरहेको छु क्या लेट्स गो होपफुली यहाँ चढ्न पाइयो भने अनि विल सी द भ्यू है त गाइस हामी चाहिँ टिकट काट्न आइरहेछौँ होइन यहाँ चाहिँ हामीले टिकट काट्न पर्ने हुन्छ सायद यहाँ होला यहाँ इन्फर्मेसन 200 हामीले तिरिसकेको छौँ 200 रहेछ अब चाहिँ यहाँ माथि जानुपर्ने हुन्छ हामी माथिबाट चाहिँ बब्बालै छ है भ्यू सो विल सी आई विल सो यु माथि गएपछि अब हामी यहाँ जानुपर्ने हुन्छ यहाँ चाहिँ हाम्रो सेक्युरिटी चेक हुँदो रहेछ है यो अब यहाँ चाहिँ जहाँ गए पनि सेक्युरिटी चेक होइन जहाँ गए पनि सेक्युरिटी चेक अनि अर्को कुरा चाहिँ कस्तो भने यो टिकट काट्यो होइन काटेर लाइक यसरी यताउति लाइक त्यस्तो चाहिँ छैन क्या हाम्रो सरको चेकिङ त्यहाँ हुँदैछ अब आई विल सो यु मैले अघि देखाएको थिएँ नि मेट्रो जस्तै हो क्या यहाँ पनि अब लाइक यहाँ ओके ओके से समथिङ टु माई ब्लग ल अब यहाँबाट चाहिँ हामी माथि जानुपर्ने हुन्छ माथि गइसकेपछि चाहिँ सरलाई कुरौँ अनि सरसँगै माथि जाऊँ ल लेट्स गो अप गाइज सी यू बाइ बाइ थ्याङ्क यू गाइज यु क्यान सी यस्तो दामी छ ठाउँ होइन यहाँ चाहिँ यसले फोटो खिचिदिन्छ अरे ल यसले खिच्दा फोटो पनि हेर्दै नि कस्तो खिच्छ ओके यसले चाहिँ फोटो खिचिदिँदैछ हाम्रो बोर्डिङ लिस है अब चाहिँ हामी चढिसकेको छौँ द जायन्ट फेरिस व्हिल त लेट्स सी यहाँको फेरिस व्हिलमा चाहिँ अब लड्ने सड्ने टेन्सन चाहिँ हुँदैन रहेछ होइन किनभने अब लड्ने त चान्सै भएन नि त सिसा जताततै सिसा लेट्स गो एन्ड सी द सिटी भ्यू है त सो गाइज
अब चाहिँ हामी टपमा आइसक्यौँ होइन नेक्स्ट लेभल छ नेक्स्ट लेभल है अब कसरी एक्सप्लेन गर्नु होइन आफैले हेर्नुहोस् हाम्रो भिरकोटी मण्डपको पनि रोटिपिङ यो पनि यो चाहिँ रोटिपिङ होइन यो चाहिँ फेरिस व्हिल भन्छ यसलाई चाहिँ होइन सायद त्यसलाई पनि फेरिस व्हिलै भन्छ होला अब आई डोन्ट नो जे भयो नि नेक्स्ट लेभल यार आँखालाई शीतलै आउने खालको हो क्या अब ल गाइज योस् हाम्रो रमाइलो भयो भनौँ न इट्स नाइस एक्सपिरियन्स हजुरको एक्सपिरियन्स कस्तो थियो त सर मोबाइल सर एकदम इन्जोय गरेँ यो हाम्रो सरले पनि इन्जोय गर्छ अरे लुक एट द फाउन्टेन ओके द फाउन्टेन आर नाइस होइन अब द बिल्डिङ आर अल्सो नाइस हुन्छ त्यता नि यसो भन्दै निस्किम न त ल सो गाइज है यहाँ चाहिँ पुरै प्लेनको कन्ट्रोल रहेछ रहेछ होइन कन्ट्रोल प्लेन चलाउन मिल्यो होइन प्लेनको चाहिँ सिमुलेटरहरू चाहिँ प्लेन चलाउँदा कस्तो हुँदो रहेछ त्यो फिल हुने रहेछ होइन चाइनासँग भएको फ्लाइटर जेट प्लेन सेन के छ होइन यु क्यान सी चाइनाको सब यहाँ रहेछ चाइनाले चाहिँ बिजनेस गर्नु खुब जाने रहेछ होइन अब यसको पनि 391 इफ यु वान्ट मेरो कुनै पनि साथी पाइलट छैन नभए लगिदिनु हुन्थ्यो अब पाइलट साथी चाहिँ सिधै बनाउनु पर्ने हुन्छ अनि अर्को पालि आउँदाखेरि चाहिँ म मेरो पाइलट साथीलाई लगिदिन्छु है त गेमिङ जोन अफ चाइना होइन यहाँ चाहिँ बच्चाहरू एसपार्ट खेल्दैछन् त्यो चाहिँ बच्चा होइन बुढै मान्छे रहेछ नाइस गाइस नाइस नेक्स्ट लेभल छ है चाइनामा चाहिँ जे पनि गेमिङ जोन पनि कति हो कति है आमामा सो मच so much big लेजेन्ड कार्ड मैले पाइसकेँ अब यो चाहिँ लगेर हामीले त्यहाँ लगेर खेल्न पर्ने हुन्छ होइन कसरी खेल्ने चाहिँ मलाई थाहा छैन अब लेट्स गो आस्क समवन गाइस मैले चाहिँ यहाँ चाइनामा गाडी चढिसकेँ होइन अब लेट्स गो ओके अब यहाँ गरेर स्टार्ट गरिदिउँ होइन सो अब चाहिँ गेम स्टार्ट हुँदैछ अब चाहिँ हामीले चलाउन पर्ने हुन्छ अनि ओके लेट्स गो ट्र्याक चाहिँ कुन चुज गर्ने भन्ने छ हाम्रो होइन अब ट्र्याक चाहिँ म यो चुज गरिरहेको छु गाडी कुन चुज गर्ने ओहो गाडी पनि नेक्स्ट लेभल छ ल यो चाहिँ नाइट्रो पनि छ होइन लेट्स सी अब के हुन्छ यहाँ चाहिँ प्याडल स्याडल पनि छ होइन पुरै स्टार्ट हुँदैछ गाइज होइन अब हामी सो यो कस्तो हुन्छ एक्सपिरियन्स आज पनि निकाल्ने ट्राई गर्दै हुनुहुन्छ आज निक्ल्यो भने चाहिँ नेक्स्ट लेभलै हुन्थ्यो तर अब लेट्स सी आयो आयो भने ल सही निकाल्दिने हो आइदिएर अब चाहिँ इनफ होइन थाकिनी सक्यो अब चाहिँ हामी सबै लिँदैछौँ अनि होटेलतिर जान्छौँ है होटेलतिर गएर अनि के कसो हुन्छ आई विल टेल यु फ्रुट सपिङ गर्दैछौँ होइन फ्रुट चाहिँ यसरी यहाँ पनि ठेलागाडामै राख्ने गरेर रहेछ चाइनिज ठेलागाडाबाट फ्रुट सपिङ हुँदैछ हाम्रो लाइक दिस सो गाइज वी आर ब्याक टु आवर होटेल होइन अनि फलफुल सपिङ पनि गऱ्यो फलफुल चाहिँ खानै पर्ने हुन्छ होइन किनभने
फलफुल खाऊ ज्यान बनाऊ भने जस्तै कुरा हो अनि यस्तै थियो आजको सिस्टम कस्तो लाग्यो ब्लग लाइक शेयर सब्सक्राइब भनेर नबिर्सिनु होला अरू त त्यस्तै हो अनि कस्तो भयो त दिन त आज चाहिँ रमाइलो भयो जोस् हामी सिन्जेन आएपछि त हरेक दिन रमाइलो भइरहेको हुन्छ होइन अझै बाँकी छ 3 दिन जोस् रमाइलो गर्नुपर्छ अरू भए त्यस्तै हो गाइस लाइक शेयर सब्सक्राइब अन्टिल नेक्स्ट टाइम बाइ बाइ